यो चाहिँ मेरो दोस्रोचोटि कालो मासु ताल मैले मैले त्यो कालो ताल चाहिँ गिराउन लागि त्यसलाई पछि म छिमेकी आन्टीको घरमा चाहिँ जाँतोमा पिस्न गएँ अनि आन्टीले भन्नुभयो त्यो यत्तिकै पिस्न हल्लिएको गरेको कारणले चाहिँ नाङ्लोमा राखेर पिस्यो भने चाहिँ हल्लिँदैन भन्नुभयो। त्यही भएर मैले नाङ्लोमाथि राखेर पिस्न लागेँ अनि एक मुठी आधी मुठी या 2 मुठी जति हालेर पिस्दै आज त अलिअलि राम्रो भयो, अस्तिको त मसिनो भएको थियो। त्यसपालि चाहिँ मेरो तेस्रोचोटि पिस्न थालेको त्यो अलि राम्रो भएको थियो। गएको महिनामा चाहिँ अलि मसिनो भएको थियो गएको महिना। योपालि चाहिँ अलि राम्रो भएको जस्तो लाग्छ। हिँड्दै थिएँ उपरै यतातिर चाहिँ पुरा बिहान नभए पनि साँझ बासे अनि यो लास्टमा चाहिँ अलिअलि केटा रहेछ, त्यसलाई पनि छेउछेउमा राखेर पिस्दैछ। अब लगभग सक्यो पिसेर। त्यसपछि दालहरू बनाउन लागि हेर्दैछु मैले कस्तो भयो भनेर। अनि सक्यो मेरो माजालाई। अब यो दाल 1-2 महिनासम्म पुग्छ। त्यसपछि फेरि नयाँ दाल खोजेर किन्नुपर्छ। थ्याङ्क यू।